हिजो रवि लामिछानेले पत्रकारिता गर्दा गर्दै कति गरिब दुखीहरूको आँसुहरूमा मलमपट्टी लगाएको तपाईहरूले देख्नुभयो। मैले त देखेको छु। मेरो आँखाहरूले कैयौँ पटक, धेरै पटक। अब तपाईहरू भन्नुहोस्, आज आएर रवि लामिछाने गलत छन् या सही छन् भन्ने कुरा त हाम्रो देशको न्यायालय कस्तो छ तपाईहरूलाई थाहा छँदैछ, होइन? अरू के भनौँ, आशा र भरोसा गरौँ उहाँ छिट्टै जनताहरूको माझमा आउनुहुनेछ। धन्यवाद, थ्याङ्क यू। जय देश।